म अझै पनि त्यही पेचिङ लो स्ट्रिटमै छु। हजुरले देख्न सक्नुहुन्छ वरिपरिको झिलिमिली। अनि अर्को कुरा चाहिँ हाम्रो नेपालमा पनि ट्राफिकहरू तपाईँको बसन्तपुरतिर मैले बसेको देख्छु, महानगरहरू पनि बसेको देख्छु। उहाँहरूले चाहिँ तपाईँको फरेनरहरू आयो भने यताउता पैसाहरू उठाउने गर्नुहुन्छ। यहाँ चाहिँ तपाईँको पुलिसहरूको लागि पनि एकदम नै राम्रो सुविधाहरू छ। हजुरले देख्न सक्नुहुन्छ कङ्जो कङ्गान भनेको छ। तपाईँको यस प्रकारको चाहिँ उनीहरू चाहिँ माथि हाइटमा बसेर क्यामेराहरूले पनि हेर्न मिल्छ। पुलिस भनेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ यस प्रकारको चाहिँ तपाईँको ट्रली टाइपहरू बनाएको छ। अनि माथि चाहिँ पुलिस दाइ बस्नु भएको छ यहाँ। अनि यस प्रकारले बनाएको छ। अनि यहाँ चाहिँ यस प्रकारको चाहिँ तपाईँको त्यो पेचिङ स्ट्रिटहरू देख्न सक्नुहुन्छ। सो सुविधाहरू पनि दिएको छ, जस्तै काम गर्ने मान्छेलाई गर्नलाई चाहिँ सजिलो छ। एकदमै हाइटमा चाहिँ उनीहरूको तपाईँको छ। अनि क्यामेराहरू छ माथि चाहिँ। अनि यस प्रकारको चाहिँ भएछ। अनि यस प्रकारको चाहिँ तपाईँको सेटअप दिएको छ पुलिसको चाहिँ। अनि यहाँ चाहिँ गाडीहरू छ यिनीहरूको। यसमा चाहिँ तपाईँको इलेक्ट्रिकमा हो। अनि यसमा बसेर चाहिँ तपाईँको अब कोही भिआइपीहरू आयो भने पनि बसालेर हिँडिहाल्छन्, अथवा कतै अब वरिपरि केही भयो समस्या पऱ्यो भने ट्याक्कै यसमा चढ्ने हिँड्ने हो। भित्र चाहिँ तपाईँको हाम्रो बसन्तपुरमा जबरजस्ती गाडीहरू घुसाउन खोज्ने गरेर गाडीहरू घुसाउन चाहिँ पाइँदैन। यहाँ चाहिँ नियम कानुन अलिक कडै छ होइन। अनि फोरहरूको गाडीहरू आउने भयो। अनि यस प्रकारको चाहिँ पुलिसहरूको गाडी चाहिँ गर्न आउने भयो। यहाँ नजिकै चिया पसलहरू, यताउता कफी सपहरू सम्पूर्ण कुराहरू चाहिँ एभाइलेबल